हेलो एन्ड नमस्कार वेलकम टु माई च्यानल। आज म चाहिँ सिम्पल भेज स्टाइल नेपाली स्टाइल चिकन करी बनाउन गइरहेको छु। एकदमै सफ्ट एन्ड स्विट। सो मलाई साथ दिनुहोला, भिडियो अन्तिमसम्म हेरिदिनुहोला। मैले 1 केजी जति चिकन लिएकी छु अनि ग्यासमा एउटा कराई लिएकी छु अनि त्यसमा चाहिँ अलिकति तेल हाल्ने। आफ्नो स्वाद अनुसार हाल्न सक्नुहुन्छ हजुरहरू। तेल तातिसकेपछि त्यसमा अलिकति जम्पो हालेर अनि त्यसमा काटेको मिडियम साइज 2वटा प्याज राखेकी छु। अब त्यसलाई मजाले चलाउनु पर्छ जबसम्म ब्राउनिस कलर आउँदैन। मजाले चलाइसकेपछि हेर्न सक्नुहुन्छ एकदमै गोल्डन ब्राउन बनिसकेको छ। अब यसमा हामीले चिकन एड गर्ने। अब चिकन एड गरिसकेपछि यसलाई मजाले चलाउने 5-7 मिनट जति चलाउने जबसम्म कि ब्राउन हुँदैन। चिकनलाई चलाइसकेपछि एकछिन यसलाई ढाकिदिने। ढाकेपछि एकदमै सफ्ट हुन्छ चिकन चाहिँ। अब यसलाई निकालेपछि अझ यसलाई राम्ररी फ्राई गर्ने, एकछिन चलाउने। हेर्नुहोस् ब्राउन कलर आइसकेको छ चिकनमा। अझ यसलाई राम्ररी चलाउँदै गर्ने। हिट चाहिँ मिडियम टु हाई हुनुपर्छ। चलाइसकेपछि लसुन, अदुवा, जिरो र खुर्सानीको पेस्ट चाहिँ हाल्ने। मैले चाहिँ यसलाई सिलोमा पिस्ने गरेकी छु। मिक्सचरमा पिस्यो भने अलिकति स्वाद त्यस्तो आउँदैन, त्यही भएर अब पेस्ट हालिसकेपछि यसलाई अझ एकदम मजाले चलाउँदै गर्ने जबसम्म पेस्ट राम्रो फ्राई हुँदैन। मिनट फ्राई गरिसकेपछि अब यसमा टमाटर एड गर्ने। अब अलिकति नुन र बेसार हालेर यसलाई मजाले चलाउँदै गर्ने। हामी पिरो धेरै खाने भएकाले मैले चाहिँ हरियो खुर्सानी राखेकी छु। हजुरहरू पिरो कतिको खानुहुन्छ त्यही अनुसार राख्नुहोला। र यसमा अलिकति पानी एड गर्ने। हजुरहरू जतिको ग्रेभी बनाउन चाहनुहुन्छ त्यति एड गर्नुहोला। मैले चाहिँ अलिकति हालेको छु, हाफ ग्लास। मैले अब मिट मसला राखेकी छु। मलाई असाध्यै मनपर्छ मिट मसला। हजुरहरूलाई मन पर्दैन भने नराख्नु होला, तर एकदमै स्वादिष्ट लाग्छ मलाई, त्यही भएर हाल्छु म हमेसा। अब मजाले यसलाई चलाएर राम्ररी बोइल हुन दिने। यतिको भइसकेपछि अब यो खानालाई रेडी भइसकेको छ। यसमा अलिकति धनिया छ्यापेर अलिकति यसलाई मिक्स गर्ने राम्ररी। ल साथीहरू, तयार भइसकेको छ। अब हजुरहरूले यसलाई सर्भ गर्न सक्नुहुन्छ। मैले चाहिँ भातसँग सर्भ गरेको छु। हजुरहरू आफ्नो अनुसार सर्भ गर्न सक्नुहुन्छ, रोटीसँग, भातसँग, जेसँग पनि।
एकदमै मिठो हुन्छ। हामीले चाहिँ मजाले घाममा बसेर खाने गरेका छौँ। एकदमै स्वादिष्ट छ साथीहरू। भिडियो मन परेको छ भने लाइक गरिदिनु होला। बाई।